अरू हेर्नुहोस् साथीहरू, हामी चाहिँ पसिना आछरी भएर कहाँ जाँदैछौँ भन्दा चाहिँ बिहा खानु। बस्तीमा बिहा खानु चाहिँ साह्रो चाहिँ हिँडेर जानुपर्छ, तकरिबन 1 घन्टा जस्तो लाग्छ है। यहाँनिर थुप्रै छौँ गाउँको, यहाँ बउ हुनुहुन्छ है, यहाँ माथि पनि जाँदैछ, यहाँ मामाहरू हुनुहुन्छ। यस्तै छ साथीहरू, बिहा खानु चाहिँ अब धेरै वर्ष बादमा बस्तीको बिहा खानु चाहिँ जाँदैछौँ। पसिना सही भएर चाहिँ यहाँ अगाडि 2 जना हिँड्नुहुँदैछ मामाहरू। यस्तै छ अब। एकदमै पसिना छ भयो उकालो हिँडेको है। इच्छा अब हल्का चिया है, यस्तो कडाकुडी अब यहाँनिर त्यति चल्दैन। यहाँ बाउले पनि खानुहुँदैछ हल्का चिया पनि अगाडि यस्तो छ है। यहाँ चाहिँ त्यस्तो कडाकुडी चाहिँ अब चल्दैन है, जसले पनि अब हामी पनि खाँदैनौँ त्यस्तो। पसिना भयो पसिना है, उकालो आउनु अन्त 1.5 घन्टा जस्तो लाग्यो होला उकालो आउनु। सरो लेखेमा बहुत भिड रहेछ, लाइन लागिरहेछ। हामी चाहिँ यहाँनिर खाइसकेर चाहिँ अब काम चाहिँ यस्तो हुन्छ, देखाउनु पऱ्यो। अब खानापिना खाइसक्यो है। खानापिना खाएर चाहिँ अब चाहिँ हामी चाहिँ बाहिरतिर निस्किएको। यस्तै छ तपाईँको बिहाको दृश्य चाहिँ। अब हल्का त्यहाँ माथितिर के छ है, त्यहाँतिर जानुपर्छ। बिहा चाहिँ खाएर पनि अब फर्किँदैछु। बिहा चाहिँ कहाँ थियो भन्दाखेरि हाम्रो छिमेकी गाउँ, यो चाहिँ तपाईँको बिहा हुने जग्गा चाहिँ दिलपाली गाउँ भन्छ है। त्यहाँ चाहिँ हामी खानु आएको थियौँ। जाँदा त 2 भाइ मात्रै छौँ अहिले हो, अघि त थुप्रै थियौँ। साथीभाइहरू अगाडि गइहालेछ, 2 जना छ। अब ओह्रालै हिँडेर जाँदैछौँ। आउँदा चाहिँ धेरै साह्रो परेको उकालो, हिँड्दा चाहिँ अब ओह्रालो हुन्छ र यस्तो बाटो छ है। त्यहाँ खानु साह्रो छ साथीभाइहरू। बस्तीमा चाहिँ हिँडेर आउनुपर्छ है। बाटो थुप्रो छ र यहाँ कन्फ्युजिङ छ है, मान्छेहरू पनि हिँड्ने उयसहरू। यस्तै छ अब बस्तीको बिहा चाहिँ। धेरै साल बादमा चाहिँ अब खानु आएको आज। बस्तीको बिहा नखाएको त झन्डै 10-12 वर्ष चाहिँ भएको थियो होला हौ। धेरै वर्ष बादमा चाहिँ आज चाहिँ यसो मौका पनि पाइयो है। यसो गाउँघर घुम्दै हामी चाहिँ आएर पनि फर्किँदैछौँ।